Hello everyone, welcome back to my new video. So आजको भिडियोमा चाहिँ हाम्रो दुईजना यङ बारिस्ताहरू हुनुहुन्छ जो चाहिँ हाम्रो द आर्ट अफ एस्प्रेसो एकाडेमीमा चाहिँ ट्रेनिङ गर्दै हुनुहुन्छ. सो आज चाहिँ मैले चाहिँ हाम्रो क्लासलाई चाहिँ अलिकति फन बनाउनको लागि चाहिँ उहाँहरूको चाहिँ एउटा कम्पिटिसन राखेको छु. सो उहाँहरूको चाहिँ आज रोजेता लादे आर्ट छ हैन? यस. सो रोजेता लादे आर्ट छ. उहाँहरूले चाहिँ हेरौँ कसले राम्रो बनाउनुहुन्छ. सो तपाईं कतिको एक्साइटेड हुनुहुन्छ त? के लाग्छ तपाईँ जित्दिन्छ जस्तो लाग्छ? अब त दुईजना त सक्छु जस्तो लाग्छ. दुईजना सक्छ जस्तो लाग्छ है. तपाईलाई चाहिँ तपाईँ त ओभर कन्फिडेन्स हुन्छ. म त मोर कन्फिडेन्ट हो के. सो ओके, सो फर्स्टमा को जाने ल? तपाईँ जाने कि तपाईँ जाने? के भन्नु मलाई? अब उता पहिले क्वेशन गर्नु न. लेडिज फर्स्ट. लेडिज फर्स्ट. शिट. ओके, लेट्स गो. ल फर्स्टमा हाम्रो जाँदै हुनुहुन्छ मिस्टर सुधीर हैन? तपाईँ हान्नु ल. ओके, फर्स्ट सुधीर ल. गो. लेडिज फर्स्ट भन्ने लेडिज फर्स्ट भन्दिने यार. ल. ओके ओके. ल. पोटासियम फिल्म रेडी छ. ठ्याक्क 0 बनाएर हैन. अनि हामीसँग दुध पनि रेडी छ. अब एक्सट्र्याक्ट द रिक्वायर अमाउन्ट अफ कफी है. अलिकति ठ्याक्क 9 ग्राम कफी एक्सट्र्याक्ट भन्ने त. ठ्याक्क 9.2 भयो. अब यो चाहिँ अलिकति निकाल्ने हो क्या फेरि. हल्का माइनस 1-2 ग्रामले फरक ग्रामहरु पोइन्ट है. पोइन्ट इज फर भेरी नाइस. 9.1 भयो नि. अब अब लेबलिङ गर्यो. यो अलि हुटिङ भएर अलि होपलेस भएको के. ट्याम्प ट्विस्ट अनि वाइप गर्यो अनि राखिदियो. मिस्टेक भयो. फर्स्ट मिस्टेक्स भइसक्यो है. अनि त्यसपछि एक्स्ट्रा दुध रेडी छ. दुधलाई स्टिम गरौँ. दुध नतालिम यार. आरामले. ओके. ओके ल. यता पनि देखाउँ न हल्का हामीलाई पनि यार. हेलो गर्नु न ल. युवराज जब आउँदै हुनुहुन्छ तपाईँलाई टक्कर दिनुहुन्छ आज सुधीरले है. कस्तो लागिरहेछ तपाईँलाई? केटाहरू मेरो केटाहरू ल अलिकति फर्मै भएछ मेल बट So please welcome our judges, Mr. Anis sir. Please welcome. La. La. Very nice mixing. Parla. Very nice. Oh my gosh. Whoa. Yeah, bhai sahab. Yeah. Okay. But nice try for my side. जज को अब हाम्रो अनिस सर के लागिरहेछ तपाईलाई सर? के भन्नु दुई शब्द? मजा आएन सरलाई. ल अब नेक्स्ट हाम्रो आउँदै हुनुहुन्छ one and only. Please welcome our next man, barista Yuvraj. Okay, let's go man. ल तपाईलाई एकदम टक्कर दिइसकेको छ है यहाँनिर है. ल ओके यो मान. ल आफ्नो एरियाहरु पनि एकदम क्लीन हुनु पर्यो है. यो एरियाहरु पनि पिक्चर डर्टी छ तपाईको है. ए भगवान कसले हो यो काण्ड गरेको यार? तपाईले यस्तो गर्न हो खासमा. पोछा हानुमै सरहरु पोछा हानुमै. हिजो पनि यस्तै काण्ड राखे पैसामा लाग्यो. पिछाडी म तपाईहरुमा ल जुबेरलाई टक्कर दिनु पर्यो है. ए सरी चुदिरलाई. सो के फर्स्टमा उहाँले चाहिँ मिल्क रेडी गर्दै हुनुहुन्छ है गाइजहरु. म चाहिँ तपाईको भनौं न भोइस ओभर दिन्छु नि त म तपाईलाई.
सो फर्स्टमा अब उहाँले चाहिँ मिल्क स्टिम गर्दै हुनुहुन्छ पर फेरि पोखाउनु भयो अलिकति होपलेस भएर सो अलि चिलमा हान्नु न चिलमा हान्नु पर्यो कि चिलमा ओके सो नाउ उहाँ चाहिँ सिङ्गल सर्टमा बनाउँदै हुनुहुन्छ मेबी उहाँले अब 9 ग्राम लिनुहुन्छ सो हे गाइस यदि तपाईँ चाहिँ बरिस्टा ट्रेनिङ लिने सोचमा हुनुहुन्छ भने प्लिज कन्ट्याक्ट अस अर कमेन्ट गर्नु होला है त के हल्का प्रमोसन पनि गर्नु पर्यो नि द आर्ट अफ एस्प्रेसो एकाडेमी के उहाँले आफ्नो डोजिङ लिइसक्नु भएको छ गाइजहरू बाइक हान्ने हो सर पैसा छैन 25 भयो त म त अहिले त केटाहरूलाई त भेरी गुड अहिले फ्लस गर्दै हुनुहुन्छ अब उहाँ जाँदै हुनुहुन्छ एस्प्रेसो ब्रु गर्नलाई ओके यो क्लोथ्सहरू चाहिँ यहाँ नराख्नुमै कप एकदमै हिट भइरहेछ भेरी नाइस एस्प्रेसोको हात कामिरहेछ उहाँको बट कन्ट्रोल ल एस्प्रेसो बन्द गरिसक्नु भएको छ उहाँले मिल्क पनि स्टिमिङ गरिसक्नु भएको छ नाउ गाइज लेट्स सी आज चुदीले पार लाउँछ जस्तो छ है अब ओ हात त मरद कामे छ त यार मरद हात त के लागिरहेछ तपाईँले के भन्नु न यार जित्ने त मैले नै हो तपाईँले हो जित्ने आम्मा ल है आम्मामा मिक्सिङ पनि प्रो वाला छ कि फेरि हात काम्नु भएन है ल भेरी गुड खनाए अगाडि ओ भाइ ओ लभली म्यान बट भेरी नाइस ट्राई एकदम राम्रो ट्राई गर्नुभयो है बट मेरो पोइन्ट अफ भ्यूमा चाहिँ तपाईँले जितिसकेको छ अब जजको चाहिँ आउन बाँकी नै छ होइन बट फर माई साइड तपाईँले जित्नु भएको छ किनभने रोजेता अलि ठिक्क भएको छ भनौँ न हल्का अब कप्नी उहाँको भन्दा अलिकति धेरै नै भएको छ ल जजको अब 2 शब्द जाओस् न त जज कसले जित्ला आज सर आजको उसले जितिसक्यो त खै ए ल हेलो एभ्रिवान म चाहिँ अनिस गजमेर है म चाहिँ अनिस गजमेर बोलिरहेको छु आजको यो लाते आर्टमा हेर्ने हो भने आज ओभरअल हेर्ने हो भने चाहिँ यसको विगल चाहिँ एकदम राम्रो भएको छ होइन यो सोल्टीको कप पनि अलिकति अन्डर हिट छ उसको चाहिँ लगभग सेपिङ जुन रोजेतामा हुनुपर्ने त्यो चाहिँ एकदम राम्रो छ उसको लेयरहरू चाहिँ धेरै राम्रो बसेको छ तर पनि धेरै अगाडि गएर बगिरहेको छैन त्यो रिजनले गर्दा चाहिँ म चाहिँ उसलाई चाहिँ म न्याकेर यहीँ डुबाइदिन्छु ऊ हारिसक्यो जित्नु भएको छ हाम्रो युवराज हाम्रो युवराज बारिस्टाले चाहिँ जितिसकेको छ होइन सुधीरको पनि ठिकै भएको थियो तर यो राम्रो छ ल जित्नु भयो तपाईँले धेरै पुश गरिरहेको छ देखिएको छ तर यसको चाहिँ विगलिङ राम्रो भएन बट ओभरअल रोजेता जस्तो देखियो के तपाईँको चाहिँ यो भनौँ न कसैले खाएर तानेको जस्तो भइरहेछ तपाईँले चाहिँ धेरै पुश गर्छ कि धेरै पुश गर्छ बुझ्नु maybe tomorrow you will do good. Okay guys, so maybe not today, maybe not tomorrow, maybe one day I will succeed. Yeah. लास्ट इन्ट्रो हान्नुपर्छ फोटो खिच्नुपर्छ नि गाइजहरू ल ओके गाइज आजको ब्लग आई होप तपाईँहरूलाई मन पर्यो होला सो डे बाई डे यस्तै ब्लगहरू म हाल्नेछु अब कन्टिन्यू अनि इफ तपाईँहरूलाई चाहिँ बरिस्टा ट्रेनिङ लिन मन छ भने तपाईँहरूले हामीलाई सम्झिन सक्नुहुन्छ द आर्ट अफ एस्प्रेसो एकाडेमीलाई सम्झिन चाहनुहुन्छ सो यति भन्दै आजको ब्लगबाट चाहिँ हामी बाई बाई भन्न चाहन्छौँ ल गाइजहरू सबजना भनिदिनु न लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भनेर हान्न चाहिँ नबिर्सिनु होला ल तुरुन्तै ओके बाई बाई गाइज सी यु इन नेक्स्ट भिडियो